भवनमा हामी जाऔँ भनेर दाउदलाई चाहिँ उसको साथी मित्रहरूले चाहिँ भनेको रहेछ क्या यहाँनिर है। दाउदले भन्छ उनीहरूले मलाई भने, जब तिनीहरूले मलाई भने परम प्रभुको भवनमा जाउँ। कहाँ जाउँ? परम प्रभुको भवनमा है जाउँ भन्दाखेरि दाउदले के भएछ भन्दा चाहिँ है, तब म आनन्दित भएँ रे है। दाउदको कानमा जब त्यो पुग्यो, जाउँ अब हामी परमप्रभु भवनमा उहाँको आराधना गर्न जाउँ, उहाँलाई बलिदान भेटी चढाउन जाउँ भन्ने बित्तिकै जब दाउदले त्यो कुरा सुने, त्यसपछि उसको मनमा के भएछ? ऊ आनन्दित भएछ क्या। आनन्दित भए भनेको छ यहाँनिर। त्यस कारणले गर्दाखेरि आज हामी पनि यहाँ परमेश्वरको उपस्थितिमा अनि उहाँको भवनमा आएका छौँ हामी। अब भवन चाहिँ कुनै एउटा ठाउँ रहेन, तर जहाँ एकसाथ हामी भेला हुन्छौँ। उहाँले भन्नुभयो, जहाँ मेरो नाममा 2 कि 3 जना भेला हुन्छ म तिमीहरूको बिचमा हुन्छु भनेर प्रतिज्ञा गरेको छ नि त। त्यस कारणले गर्दा जहाँ हामी यीशुको नाउँ भेला हुन्छौँ त्यहीँ नै परमेश्वरको उपस्थिति छ। आमेन। हाम्रो बिचमा उहाँ हुनुहुन्छ। त्यसै कारणले गर्दाखेरि चाहिँ आज हामी आनन्दित भएका छौँ। मलाई लाग्छ तपाईँ पनि आनन्दित हुनुभएको छ। हामी आज यहाँका साथीहरू बोलाएका छौँ। आज हामी यहाँ मुक्ति ढुक्का क्रस्टहरूमा आज प्रार्थनासँग विचार गर्ने प्रार्थना छ होइन। उतापट्टि सङ्गति हुँदैछ भने यता चाहिँ किचनको काम हुँदैछ। एक्टिभ आइडिया चाहिँ हुनुपर्छ होइन। चपिङ बोर्ड नभएको खण्डमा नि यस्तरी काट्न सक्ने दम चाहिँ हुनुपर्छ। जो कोहीमा नभएको दम चाहिँ सबैजनामा छ। हामी गर्व फिल गर्छौँ। भाग्यमानीको कुरा बोलेर राख्थ्यौँ। स्पेसल कुरा झन्डै देखाउन बिर्सेछ। स्पेसल चिज चाहिँ यहाँ छ। वा यस्तरी निस्किरहेको पर बाबा धेर खोर्सानी नहाल्नु है, भरे फेरि गेट बोल्ला। पेट र गेट पोल्यो भने बर्बाद हुन्छ। भेनाले यहाँ ठुलो होला सायद ठुलो पाक्दैछ यहाँ। यतिको पुलाउ पकाउने क्षमता भएको व्यक्ति पनि हुनुहुन्छ हामीसँग, चाहिएमा सम्पर्क गर्नुहोला। यो चाहिँ के पकाउनु भएको हजुर? गाईको गोठ गाईको बच्चा सुतिरहेको रहेछ। यसले कुल जित्दैन होला है। कति मजाले रहेछ हौ गाईको गोठ र बाख्रा। यस्तो ठाउँमा चाहिँ छोटो दामी किचनमा चाहिँ सरसफाइ गरेर दामी पुलाउ पाक्दैछ। अनि सङ्गति चाहिँ हामीले पार टाकेर सेवाकाई अर्को साथै दामी भवन बनिन्छ। मलाई देखाउनु पर्यो। म आफैलाई नि हेर्न सक्नुहुन्छ। म यस्तो राम्री भएर आशिषित भएर आइरहेको छु।